म यो प्रसाद चापा हैं। आज हामीसँग हाम्रो यो अभियन्ता युट्युब च्यानलमा हुनुहुन्छ भोला ढकाल। मेरो पनि भोला ढकाल युट्युब च्यानल छ। उहाँको पनि युट्युब च्यानल छ। बडा खुसी लाग्यो। र साथै हाम्रो पछाडिपट्टि हुनुहुन्छ हेमराज दुलाल। हामी अहिले बुद्ध शान्ति गाउँपालिकामा अन्तर्गत छौं। आज 2081 होली पर्वको यहाँहरु सबैलाई शुभकामना दिँदै दैव संयोग आज हामीले भोला ढकालज्यूलाई यहाँ भेटेका छौं। उहाँ चाहिँ ब्राह्मण जातिमा हुनुहुन्छ। उहाँ पूर्णिमामा विशेष गरी ब्राह्मणहरूले पूर्णिमा अमावस्याका तिथिका दिन घर घर गएर वैदिक मन्त्र उच्चारण गर्ने परम्परा हाम्रो अहिले पनि चलेछ। र यसै क्रममा उहाँ यहाँसम्म आउँदाखेरि उहाँसँग यो जमघट भएर हामी यो छोटो भिडियो मार्फत जसलाई चाहिँ हाम्रो यो पारिवारिक भाषामा चाहिँ जसलाई पाती पढेको भनेर भन्छौं। पाती पढ्ने मन्त्र हामी उहाँबाट सुन्दै छौं। सुरु गरिदिनुस्। ल म ब्राह्मण हो। अब त्यति प्रश्न त म पनि नहोला। म किनभने व्याकरण पढेको व्यक्ति होइन। हजुर। रै भए पनि म यहाँहरुलाई वेदको मन्त्र सुनाउन गइरहेको छु। हजुरहरूले ध्यानपूर्वक सुनिदिनुहुन्छ भन्ने पूर्ण आशामा छु। र मेरो युट्युब च्यानल भोला ढकाल छ। मेरो युट्युब च्यानललाई पनि यहाँले सब्स्क्राइब गरिदिनु होला। लाइक कमेन्ट अभियन्तालाई पनि गरिदिनु होला। सब्स्क्राइब र कमेन्ट गरिदिनु होला। ल सुन्नुहोस् है त। हस्। कति त्रुटि हुन्छ त्यसमा क्षमा माग्न चाहन्छु है त। हरि ओम ब्रह्मण ब्राह्मणो ब्रह्म वर्चासी जायताम महाराष्ट्रे राजन्यसुरैखभ्युति व्याधि महारथ जायताम दुग्धिर्धेनुर्बुद्ध्वा नद्वा नासो सप्ति पुरन्ध्रिर्जोखा जिष्णुरचेष्टा सवेयो युवास्य यजमानस्य विरोजायताम् निकामे निकामेन पर्जन्यो वर्षतो अलौषधय पश्यन्तां योगक्षेमो न कल्पताम्। हरि ओम देव शान्तिरन्तरिक्षे गौ शान्ति पृथिवी शान्ति रुखदय शान्ति वनस्पतय शान्ति विश्वे देव शान्ति ब्रह्म शान्ति सर्वगौ शान्ति साम शान्ति रेव शान्ति शान्तिर्भवन्तु। जय होस्। जय होस्।